जस्तै कि अब घुँडाको दुखाइ भयो, घुँडाको हड्डी खिएर गइसकेको छ है, र हड्डी खिइसकेकोलाई हामीले फर्काउन सक्दैनौँ। सुरुमा हामीले खाने दबाई नै दिन्छौँ र साथसाथै हामीले घुँडाको वरिपरिको मासु बलियो गर्ने कसरत, हजुर फिजियोथेरापी कसरत त्यो पनि गर भनेर एडभाइस गर्छौँ। र यतिले पनि दुखाइ यदि कम भएन भने त्यसपछि हामी मिप्सी विभिन्न किसिमको इन्जेक्सन्सहरूतिर जान्छौँ। र इन्जेक्सनमा चाहिँ अहिलेको अत्याधुनिक इन्जेक्सन भनेको प्लाज्मा थेरापी। प्लाज्मा थेरापीमा चाहिँ आफ्नै रगत निकालिन्छ, रगतबाट चाहिँ घाउ भर्ने तत्त्व शक्ति छुट्याइन्छ र त्यो घाउ भर्ने तत्त्व प्लाज्मालाई चाहिँ घुँडामा हाल्ने गरिन्छ, जसले गर्दाखेरि घुँडाको धेरै हदसम्म खिएको हड्डीलाई पुर्ने, दुखाइ कम गर्ने हुन्छ। तर कसैको चाहिँ धेरै हड्डी खिइसकेका छ, ग्रेड 4 मा यदि पुगिसकेका छ भने त्यस्तो अवस्थामा चाहिँ अब त्यो प्लाज्मा थेरापी, एक्सर्साइज, डिफ्रेन्ट खाने मेडिकेसन त्यसले ठिक नभइसकेपछि अपरेसनै गर्नुपर्ने हुन्छ। तर कतिपय अवस्थामा अपरेसन गर्न नचाहने अथवा अपरेसन गर्न नमिल्ने, मुटुको समस्या भयो, फोक्सोको समस्या भयो, उहाँहरूको अपरेसन गर्न नमिल्ने अवस्थामा चाहिँ हामीले यो एउटा मिप्सी, मिनिमल्ली इन्भेजिभ पेन एन्ड स्पाइन इन्टरभेन्सन, जसमा चाहिँ रेडियो फ्रिक्वेन्सी एब्लेसन टेक्निक भनिन्छ। घुँडाको भित्रको अवस्था हामीले सच्याउन सकेनौँ, तर त्यो घुँडाको दुखाइ लाने नसा, घुँडाको दुखाइ दिमागमा लाने लगभग मोटामोटी 4वटा नसा हुन्छ। त्यो 4वटा नसा मध्ये 3वटा नसा हामीले एक्सरेले हेरेर, अल्ट्रासाउन्डले हेरेर त्यो नसासम्म सुई पुगाउँछौँ र सुई पुगाइसकेपछि त्यसलाई चाहिँ करेन्ट लगाएर जलाइदिन्छौँ। 3टा नसा जल्यो, उहाँको दुखाइ आधी 50%, 60%, 70%ले दुखाइ कम भएर जान्छ र एउटा जुन नसा बचेको छ त्यो नसाले चाहिँ उहाँको हिँडाइको सेन्स त्यो चाहिँ राखिरहन्छ। हजुर यो चाहिँ एकदमै नयाँ अत्याधुनिक प्रविधि नेपालमा हामी अहिले गरिराखेका छौँ। हजुर